सम्पूर्ण नमस्कार। आज हामीले मेट्रोलोजी लेभल 4 को पार्ट 2 लाई डिस्कस गर्नेछौँ। फर्स्ट क्वेसन हेर्छु सबभन्दा पहिला। गौरीशङ्कर हिमाल कुन जिल्लामा अवस्थित छ? रसुवा, दोलखा, गोर्खा र धादिङ भन्ने। करेक्ट एन्सर दोलखा जिल्ला नै हो। यो चाहिँ रोलवालिङ हिम श्रृङ्खलामा पर्दछ र हाम्रो नेपालको जुन टाइमलाई आधार मानिएको हिमाललाई पनि हिमालको रूपमा पनि गौरीशङ्कर हिमालको रूपमा चिनिन्छ, जसको देशान्तर अथवा लङ्गिच्युड चाहिँ 86 डिग्री 15 मिनट रहेको छ। त्यसरी तपाईँले गौरीशङ्करको बारेमा केही कुराहरू जानकारी राख्नु पछिलाई इम्पोर्टेन्ट हुन्छ है त। त्यस्तै आफ्नो जग्गा जमिन धन सम्पत्ति साहु कहाँ बन्धक राखी ऋण लिने र चुक्ता गर्न गर्दासम्म साहुकै घरमा बस्नु प्रथालाई के भनिन्छ? बाधा, कमैया, दास र कमलरी। यसको सही उत्तर चाहिँ कमलरी प्रथा नै हो। त्यस्तै नेपालको कुल जिडिपीमा होइन सबभन्दा बढी योगदान कुन क्षेत्रको हुन्छ? सबभन्दा हाइएस्ट योगदान भनेको सेवा क्षेत्रको हुन्छ, 61 पोइन्ट समथिङ छ होइन। सबभन्दा लोएस्ट चाहिँ कृषिको हुन्छ। यसमा सही उत्तर चाहिँ के को हुन्छ त? सेवा क्षेत्रको हुन्छ। त्यस्तै निम्न मध्ये राष्ट्रिय कुन क्षेत्रमा आधारमा सानो बाट ठुलो क्रम बनाउनु पर्यो भने सेलाम, सब्जिक, बासु, खसिरा भन्ने एउटा टेक्निक छ। तपाईँले यो सम्झिनु भए पनि हुन्छ, यसको एरिया वाइज सम्झे पनि भयो। यसको सही उत्तर चाहिँ अहिलेलाई बी भयो। शुक्लाफाट प्याकेज चितवन र बर्दिया। त्यस्तै प्रिन्स अफ एक्सपेरिमेन्ट गर्ने मान्छेको नामले चिनिने वैज्ञानिक हो। यो चाहिँ माइकल फाराडे नै हो। धेरै एक्सपेरिमेन्ट गरेर आविष्कारहरू गर्ने खालको वैज्ञानिकको रूपमा हामीले वैज्ञानिकलाई लिन सक्छौँ। त्यस्तै हामीले क्वेसन नम्बर 31मा रहेर स्कर्बी कुन भिटामिनको कमीले हुन्छ? स्कर्बी भन्ने रोग चाहिँ भिटामिन ए, बी, सी भनेको छ होइन। कुन भिटामिनको कमीले हो? सी नै हो। ठिक छ, एन्सर ठिक लागेको पहिलादेखि। त्यस्तै संसदको सदस्य अयोग्यता सम्बन्धी प्रश्न उठेमा कसले निर्णय गर्ने व्यवस्था छ? विशेष अदालतले गर्छ कि निर्वाचन आयोगले गर्छ कि संवैधानिक इजलासले गर्छ कि जिल्ला इजलासले गर्छ? जिल्ला अदालतले गर्छ। अब यसको सही उत्तर चाहिँ अप्सन नम्बर सी हो, संवैधानिक इजलास। अब यसमा संवैधानिक इजलासको व्यवस्था संविधानको कुन भाग अथवा कुन आर्टिकलमा रहेको छ भनेर तपाईँले हेर्न सक्नुभयो भने यो चाहिँ ठ्याक्कै तपाईँले आर्टिकल 87 र आर्टिकल 137 मा तपाईँले हेर्न सक्नुहुन्छ है। तपाईँले धारा 87 र धारा 137 मा हेर्नुभयो भने संवैधानिक इजलासले नै संसदको अयोग्यता सम्बन्धी प्रश्न उठेमा निर्णय गर्ने काम चाहिँ गर्दछ। यसको सही उत्तर यो भएन। त्यस्तै नेपालको संयुक्त राष्ट्र सङ्घको सदस्य प्राप्त गर्दा नेपालको प्रधानमन्त्री को थिए? त्यतिखेर प्रधानमन्त्री को थिए जतिखेर संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गर्यो? युएनओको मेम्बरसिप लिने टाइममा चाहिँ को थिए त प्रधानमन्त्री? त्यतिखेरको प्रधानमन्त्री टङ्कप्रसाद आचार्य थिए। युएनओको सदस्यता लिँदाखेरि प्याकेज डिल अन्तर्गत लिएको हो। तपाईँले यो पनि जानकारी राख्नु होला। प्याकेज डिलमा नेपालले सदस्यता लिएको हो। यस अन्तर्गत कहिले लिएको त? डिसेम्बर 14, 1955 मा नेपालले सदस्यता चाहिँ लिएको हो है त। अब क्वेसन नम्बर 34 मा हेर्छौँ हामीले। क्वेसन नम्बर 34 हेरिसक्यौँ। 34 छुट्यो बिचमा के अरे। सार्क राष्ट्रको मध्ये काठमाडौँबाट सबैभन्दा टाढा राजधानी कुन हो? सबभन्दा टाढा चाहिँ कुन हो? माले हो है त। मालदिप्सको माले जुन चाहिँ 2760 मिटर रहेको छ। सबभन्दा नियरेस्ट भनेको भुटानको थिम्पू होइन, जुन चाहिँ 400 किलोमिटर रहेको छ भने सबभन्दा लङ्गेस्ट भनेको 2760 भन्नाले मालदिप्सलाई हामीले लिन सक्छौँ। मालदिप्सको माले भनेपछि अप्सन सी द करेक्ट एन्सर। त्यस्तै विश्व कृषि सूचाङ्कमा 2026मा नेपाल कति स्थानमा रहेको छ? यसको स्थान चाहिँ 99 मा छ है। यो चाहिँ ठिक एन्सर पहिलेदेखि लागेको छ। र यसमा चाहिँ के अर्को पनि एउटा डाटा छ। के डाटा छ भन्दाखेरि नेपाल 99 स्थानमा पर्छ र हाइएस्ट साउथ एसियामा चाहिँ सार्क मध्ये चाहिँ हाइएस्टमा पर्छ। सबभन्दा खुसी, हामी धेरै खुसी नागरिकहरू छौँ है त। त्यस्तै कार्यालयमा निर्णय निर्माणका एक महत्त्वपूर्ण विधि जसले पदसोपान एवं सामूहिक निर्णय प्रक्रियालाई बुझाउँछ, उक्त भनाइ तलमध्ये केसँग सम्बन्धित छ? अब पदसोपान भनेको हायरार्की हो क्या। एउटा हायरार्कीले अर्को हायरार्कीलाई हुँदै कुनै पनि फाइल मुभ गर्छ भने त्यो चाहिँ कुनमा हुन्छ? यो चाहिँ फाइलिङ, पत्र व्यवहार, परिपत्र र टिप्पणी। यसको एन्सर टिप्पणी हो। टिप्पणीमा के हुन्छ भन्दाखेरि कुनै पनि निर्णय हामीले जुन अफिसमा गर्छौँ त्यो सबभन्दा तल्लो तहले अथवा
तल्लो तहले निर्णय गरिसकेपछि त्योभन्दा माथि माथि जाँदै गर्छ र फाइनली हाइएस्ट पोजिसनमा पुगिसकेपछि त्यो निर्णय पारित हुन्छ र त्यो हिसाबले काम चाहिँ हुन्छ। त्यसरी हायरार्की लेभलमा जाने भएको हुनाले यसलाई चाहिँ हामीले टिप्पणीबाट गर्छौँ। त्यस्तै क्वेसन नम्बर 37मा हेरौँ, नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ? कहिले मनाउन सुरु गरिएको है? यो चाहिँ तपाईँको भदौ 22 गतेबाट मनाउन थालिएको हो होइन, र यो चाहिँ मनाउन सुरु गरिएको चाहिँ 2061बाट है, 2061बाट चाहिँ मनाउँछ भदौ 22मा निजामती सेवा है त। त्यस्तै क्वेसन नम्बर 38मा हो, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा शासन सामान्य प्रशासन मन्त्रालयको क्षेत्राधिकार अध्यायमध्ये कुन पर्दैन? भर्खरै अब 22वटा मन्त्रालयबाट 18वटा झारिएको छ। त्योमध्ये धेरै नै हाम्रो मिक्स भएको छ। भूमि व्यवस्था सहकारी छुट्टै थियो पहिला होइन, सङ्घीय मामला प्रशासन छुट्टै थियो। सबैलाई 11वटालाई एक ठाउँमा राखेर अहिले राखेको छ। यसको क्षेत्राधिकार कुनभित्र, उसको काम कुन होइन भनेर सोध्न खोजे हो क्या, यो मन्त्रालयको काम चाहिँ कुन होइन भनेर खोज्या। यसको सही उत्तर चाहिँ ए पनि हो, बी पनि, ए पनि हो, सी पनि हो, डी पनि हो। बी मात्रै होइन है, नियामती अस्पताल मात्रै होइन। सो अप्सन बी द करेक्ट एन्सर। त्यस्तै अन्तिम लेखा परीक्षणमा जिम्मेवारी कुन निकायको हुन्छ? अन्तिम लेखा परीक्षण प्राय गरी दुई टाइपमा हुन्छ होइन। एउटा आन्तरिक, कुनै पनि संस्थाको आन्तरिक लेखा परीक्षण हुन्छ, अर्को चाहिँ महालेखा परीक्षकको कार्यालय, जसलाई हामीले ओएजी भनेर पढ्छौँ है, अफिस अफ अडिटर जेनरल भनेर पनि भन्छौँ होइन। त्यो चाहिँ हुन्छ, त्यो चाहिँ अप्सन बीमा हामीले टिक गर्न सक्छौँ यसको राइट एन्सर। त्यस्तै नेपालको कार्यक्रम बजेट, प्रोग्राम बजेटको सुरुवात कहिले भएको? यसको सही उत्तर चाहिँ 26-27 हो, आर्थिक वर्ष 2026 र 27मा सुरुवात भएको हो। त्यस्तै क्वेसन नम्बर 41मा हेरौँ, सरकारी कार्यालयले सबैले देख्ने ठाउँमा तोकियो बमोजिम नागरिक वडापत्र राख्नुपर्ने व्यवस्था कुन कानुनले ल्याएको हो? सरकारी कार्यालयहरूमा सबैमा तपाईँले अगाडि हेर्नुहुन्छ भने सिटिजन चार्टर भन्छ हामीले, नागरिक वडापत्र, कुन काम कहाँ हुन्छ, कुन अफिसमा हुन्छ, कति समय लाग्छ, कति पैसा लाग्छ, कुन अधिकारीले गर्छ, क्षतिपूर्ति कसले दिन्छ, कति दिन्छ भन्ने कुरा डिटेल जानकारी तपाईँले एउटा बोर्ड पाउनुहुन्छ हरेक सरकारी कार्यालय अगाडि। यो व्यवस्था चाहिँ कुन ऐनबाट आएको हो भन्दाखेरि अप्सन करेक्ट, सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐनबाट यो आएको हो। र यसको तपाईँले आर्टिकल कतिमा छ भन्दाखेरि आर्टिकल 25मा गएर सरी सेक्सन 25मा गएर हेर्नुभयो भने तपाईँले यो चिज पाउनुहुन्छ यो ऐनको सेक्सन 45मा है त। अब क्वेसन नम्बर 42मा हेरौँ। क्वेसन नम्बर 42मा के छ, नेपालको संविधानको सूचनाको हकलाई कुन मौलिक हक अन्तर्गत राखिएको हो? सूचनाको हक, सूचना पाउने हक। अब तपाईँलाई कुनै जानकारी चाहियो सरकारी अफिसमा, कति बजेट आयो, के काम भयो भन्ने सामान्य जानकारी तपाईँले पाउनु पर्ने छ भने तपाईँले निवेदन दिन सक्नुहुन्छ र त्यो सरकारी कार्यालयले तपाईँलाई त्यो चिजको डिटेल्स तपाईँले दिनुपर्ने हुन्छ। दिएन भने उनलाई कारबाही हुन्छ, उनीहरूले क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ। त्यो नियम छ। त्यो चिज चाहिँ कुनमा पर्छ त? यसको सूचनाको हकमा पर्छ। तपाईँले डिटेलमा हेर्न खोज्नुभयो भने यसको लागि एउटा ऐनै बनेको छ, सूचना सम्बन्धी हक 2064 र नियमावली 2065 भनेर छ। यसमा डिटेल पाउन सक्नुहुन्छ। अर्थात् अहिले भन्न खोजेको सूचनाको हक चाहिँ सूचनाको हक यो कतिमा छ त? फन्डामेन्टल राइटमा पर्छ। यो मौलिक हकको आर्टिकल कतिमा? 27मा। तपाईँले संविधानको धारा 27मा गएर हेर्नुभयो भने सूचनाको हक पाउनु। त्यस्तै कुनै सेवाग्राहीले नागरिक वडापत्रमा उल्लेख भए बमोजिम सुविधा उपलब्ध हुन नसकेमा जिल्ला स्तरीय कार्यालयमा क्षतिपूर्ति उपलब्ध गराउन क्षतिपूर्ति निर्धारण गर्ने समितिको अध्यक्ष रहने को रहने व्यवस्था छ? वडापत्रको कुरा अघि नै आयो। वडापत्रमा भनेअनुसार त्यही टाइममा त्यतिकै पैसामा तपाईँलाई सेवा पाउन सक्नु भएन, कुनै पनि सेवाग्राहीले सेवा पाएन भने त्यसको क्षतिपूर्तिको लागि एउटा समिति गठन गरिएको छ। त्यो समितिको अध्यक्ष को हुने व्यवस्था छ भनेर क्वेसनलाई सोधेको छ। यसको चाहिँ सिडिओ हुने व्यवस्था छ। सिडिओ भने प्रमुख जिल्लाधिकारी हो भनेर बुझ्नुपर्छ यो कुरा है त। त्यस्तै क्वेसन नम्बर 44मा हेरौँ। 44ले के भनेको छ र, उत्प्रेरणाको सन्दर्भमा आवश्यक श्रृङ्खला थ्योरी हायरार्की निडमा प्रतिपादक को हुन्? हायरार्किकल तपाईँले पढ्नुभयो होला यो पनि। हायरार्की छ, सबभन्दा लोएस्टमा हुन्छ हाम्रो फिजिकल निड्स। हामीले के खाने, भोक लागेको, पानी खाने सामान्य चिजहरू चाहिँ फिजिकल माथि त्यो हुन्छ। त्यसपछि माथि हुन्छ सेक्युरिटी आउँछ, त्यसपछि हाम्रो निड्सहरू बढ्दैन। त्यसपछि
लभ एन्ड बिलोङ्गिङनेस हुन्छ, त्योभन्दा माथि गयो भने सेल्फ स्टिम हुन्छ, त्योभन्दा माथि गयो भने सेल्फ एक्चुअलाइजेसनको निडहरू हुन्छ। यसरी तपाईँको निडहरू बढ्दै जान्छ र यो चिज कसले पत्ता लगाएको मास्लो हायरार्की भन्छ। सही उत्तर चाहिँ अब्राहम मास्लो होइन। अब हर्जबर्गको पनि आफ्नै थ्योरी छ, मैक्लान्डको आफ्नै थ्योरी छ होइन। यसमा चाहिँ वेबरको त खासै देखाएको छैन मैले होइन। यो तिनवटाको थ्योरी छ। अब अगाडि बढौँ है त। क्वेसन नम्बर 45मा हेरौँ। संविधानको कुन धारामा नागरिकको कर्तव्य उल्लेख गरिएको छ? नागरिक कर्तव्य उल्लेख गरेको धारा कुन हो त? धारा 48 हो। धारा 48मा कतिवटा नागरिक कर्तव्य छ त? 4वटा कर्तव्य छ। के कर्तव्य छ थाहा छ तपाईँहरूलाई? ल भन्नुहोस् त, सोच्नुहोस् त के छ। धारा 48मा के कर्तव्य छ भन्दाखेरि सबैभन्दा पहिला राज्यलाई आवश्यक भएको समयमा सेवा गर्ने होइन। त्यसपछि राज्यको सुरक्षा गर्ने, त्यसपछि राज्यले बनाएको कानुन र संविधानको पालना गर्ने दोस्रो छ। त्यस्तै कुनै पनि अनिवार्य रूपमा राज्यलाई विपदको अवस्था छ भने त्यहाँ सेवा गर्ने र लास्टमा के छ भन्दाखेरि राज्यको सम्पत्ति संरक्षण गर्ने भनेर यस्तो छ। तपाईँले एकचोटि सर्वे हेर्नु होला, मैले एक्ज्याक्ट नभनेको हुनसक्ला, तर त्यस्तै 4वटा प्रोपर्टी के नागरिक कर्तव्यहरू छन्। तपाईँले इक्जाममा लङ क्वेसनमा कहिले अर्को इक्जाम दिइराख्नु भएको छ, नागरिकको कर्तव्य सोध्यो भने 4वटा ट्याक्कै लेख्नुहोस्। योभन्दा बढी कर्तव्य लेख्नुभयो भने तपाईँलाई खासै त्यति राम्रो मानिँदैन यो कुरामा। त्यस्तै क्वेसन नम्बर 46मा हेरौँ। विच प्रोपर्टी अलाउज टु मेटर टु बी स्ट्रेच्ड एन्ड ड्रन एन्ड पुल्ड इन्टु द थिन वायर भनेको छ। कुनै पनि प्रोपर्टी अफ मेकानिकल प्रोपर्टी जसले कुनै पनि मेटेरियललाई थिन वायरमा तान्न सकिन्छ, तन्काएर भनौँ न, एउटा वायरलाई तपाईँले तन्काउन सक्ने क्यापेसिटी भएको यो प्रोपर्टीलाई के भन्छौँ त? यसलाई हामीले के भन्छौँ त? टाइल भन्छौँ। के भन्छौँ? डक्टाइल भन्छ, डक्टिलिटी भन्छ होइन। यदि कुनै पातामा यसलाई चेप्टे हानेन, हतौडाले हानेर पाताले त्यसलाई प्लेट जस्तो बनाउनु खोज्नुभयो भने त्यो प्रोपर्टीलाई फेरि के भन्छ त? मेलिएबिलिटी भन्छ होइन। थिन प्लेटमा यदि वायरमा खोज्छ कन्भर्ट गर्नुभयो भने डक्टाइल हुन्छ। अहिलेलाई एन्सर चाहिँ के भयो? यो भयो, यो होइन होइन। तर मेलिएबल चाहिँ त्यस्तो प्रोपर्टी हो। त्यस्तै हार्डनेस पनि हुन्छ। हार्डनेस भनेको स्क्रैच। तपाईँले कुनै पनि किल्लाले कोर्न खोज्नुभयो भने त्यो कतिको स्क्रैच हुन्छ त्यहाँ, एभ्रेसिभनेस भन्छ होइन। त्यो प्रोपर्टी चाहिँ हार्डनेस हो। त्यस्तै ब्रिटलनेस भनेको खट्टै भाँच्ने, जस्तै चक भयो, भाँच्ने प्रोपर्टी चाहिँ ब्रिटलनेस हो। त्यस्तै क्वेसन नम्बर हामीले 47मा जान्छौँ। स्पेसिफिक रेजिस्टेन्स अफ द वायर डिपेन्ड्स अन भनेको छ। अब यसको फर्मुलाबाट हेर्नुपर्छ है। स्पेसिफिक रेजिस्टेन्स के हो त? रो एल अपन ए हो होइन त होइन। रेजिस्टेन्सको फर्मुला ए हो नि त। रो भनेको स्पेसिफिक रेजिस्टेन्स हो, जसमा एल भनेको लेन्थ अफ वायर भन्यो, ए अफ क्रस सेक्सनल एरिया भयो। यो फर्मुला चाहिँ रेजिस्टेन्सको हो है, यसरी सम्झिनुहोस्। अब स्पेसिफिक रेजिस्टेन्स केमा डिपेन्ड गर्छ त भनेर खोज्यो भन्न खोज्यो। यसको एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि स्पेसिफिक रेजिस्टेन्स जहिले पनि त्यो मेटेरियल, त्यो वायर केले बनेको छ, स्पेसिफिक त्यो वायर चाहिँ के बनेको छ, त्यो मेटेरियल र टेम्परेचर। यसको सही एन्सर सी हो, मेटेरियल र टेम्परेचरमा डिपेन्ड पर्ने गर्दछ। मेटेरियल के को बनेको छ र कति टेम्परेचरमा त्यो काम भइरहेछ, रेजिस्टेन्सको कुराहरू होइन। क्वेसन नम्बर 48मा हेरौँ। द टेम्परेचर इन्क्रिजेस ग्यास भोल्युम इन्क्रिजेस एट कन्सटेन्ट प्रेसर। यो चाहिँ कसले भनेको त? हामीले थाहा भएकै कुरा हो। यस्तो बोइल्स ल, चार्ल्स ल पढाएको छौँ होइन। सिधै चार्ल्स लमा टिक गर्दा हुन्छ। यसमा के भनेको छ त? चार्ल्स लको थ्योरी के हो त तपाईँलाई थाहा छ? डु यु नो द थ्योरी अफ चार्ल्स ल? चार्ल्स ल के भनेको त? प्रेसर यदि कन्सटेन्ट छ त भने भी इज डाइरेक्ट प्रोपोर्सनल टु टी। अर्थात् भोल्युम र टेम्परेचर के हुन्छ? डाइरेक्टली प्रोपोर्सनल हुन्छ। भोल्युम बढ्यो अथवा टेम्परेचर बढ्यो भने भोल्युम बढ्ने भन्ने कुरा हो है। त्यस्तै एसआई युनिट अफ इलेक्ट्रिक पोटेन्सियल इज भनेको छ। एसआई युनिट के हो त? इलेक्ट्रिक पोटेन्सियल भोल्टको एसआई युनिट के हो त? अघि पनि क्वेसनमा आएको थियो पार्ट 1मा, त्यतिखेर एम्पियरको सोधेको थियो। यहाँ चाहिँ पोटेन्सियल डिफरेन्सको सोध्यो। पोटेन्सियल डिफरेन्स जहिले पनि के हो त? दुईवटा पोइन्टको बिचको पोटेन्सियल डिफरेन्स नाप्ने चाहिँ एसआई युनिट के हो त? भोल्टमा नाप्छौँ हामीले है। एकदमै सजिलो एन्सर। त्यस्तै क्वेसन नम्बर 50 एन्ड लास्ट नट द लिस्ट, यसले के भन्छ त? when two body are in normal thermal equilibrium which of the following is true? अब यसको सही उत्तर चाहिँ के हो? दे आर हेभ सेम थर्मल एनर्जी, दे आर सेम टेम्परेचर, इट इज के भनेको छ? इट इज एक्टिभली फलोइङ फ्रम वान टु एनदर भनेको छ। दे हेभ सेम मास एन्ड डेन्सिटी। अब यसको जिरोथ ल तपाईँले पढ्नु भएको छ, थर्मोडाइनामिक्सको जिरोथ ल छ। त्यसले के भन्छ भन्दाखेरि यदि दुईटा अब्जेक्ट सेपरेट छ र दुवैको कन्ट्याक्ट कुनै थर्ड बडीसँग छ
भने 3 बढी के हुन्छ त थर्मल इक्विलिब्रियममा छ भनेर बुझ्नुपर्छ। अर्थात् 3 बडीको टेम्परेचर सेम छ भनेर बुझ्नुपर्छ भने जिरो ल अफ थर्मोडाइनामिक्सले भन्छ। त्यही कुरालाई सिद्ध पार्ने काम चाहिँ यो क्वेसनले गर्छ र हामीले सिधै अप्सन बीमा टिक गर्छ। सो आजलाई यति राखौँ। तपाईँहरूको दिन शुभ होस् र तपाईँहरूलाई एउटा सरप्राइज दिने कुरा गरेको थिएँ लास्टमा पार्ट 1 को सुरुतिर। सरप्राइज के हो भन्दाखेरि यदि तपाईँहरूले मेकानिकलको क्लासहरू लिन चाहनुहुन्छ लेभल 4 एन्ड 5 को लागि आउने इक्जामको लागि, सो आवर क्लास विल बी स्टार्टेड एराउन्ड दसैँ र तिहारको बिचमा हाम्रो क्लास स्टार्ट हुनेछ। तपाईँहरूले अहिलेदेखि बुकिङ गर्न सक्नुहुन्छ र हामीले त्यो क्लास चाहिँ इफेक्टिभली तपाईँहरूले थ्योरी प्लस एमसिक्यू प्र्याक्टिस गरेर लेभल 4 र 5 को लागि एकदमै फुल्ली प्रिपेयर्ड गराउनेछौँ भन्दै आजको कुरालाई यही अन्त गर्न चाहन्छु। हस्, थ्याङ्क यू सो मच।